हेलो लभली पिपल हेलो गाइजहरू। सो आज चाहिँ हाम्रो देविका दिदी बाहिर जान आँट्नुभएको छ अनि म चाहिँ यस कारणले भ्लग बनाएको है। हाम्रो मम्मी हग्न जानुभयो। सो टु बी कन्टिन्यू, पर्खिनु म फेरि स्टार्ट हान्नुपर्छ। हेलो वन्स अगेन। हजुर ए हजुर पर्खिनु फेरि। सो आज चाहिँ हाम्रो देविका दिदी चाहिँ बाहिर जानु आउनुभएको छ अनि त्यही कारणले उहाँको डिपार्चरको लागि चाहिँ हामीहरू यहाँ बसिरहेछौँ। हाम्रो मम्मी उता ढोकामा चढ्दै हुनुहुन्छ। तपाईँ मलाई इन्टरप्ट नगर्नु, फेरि गर्नुपर्छ, बुझ्नुभयो? सो गाइज आज चाहिँ मेरो दिदी देविका दिदी ठुलो मामको छोरी बाहिर जान आँट्नुभएको छ है। सो हामी चाहिँ उहाँकै डिपार्चरको लागि हामीहरू यहाँ छौँ। भेला भएको त होइन भन्दैन होला त्यस्तो। ए दिदी कम अन हियर, कम हियर। यो प्रिटी लेडी चाहिँ जान आँट्नुभएको छ है। सो वाट मिस्या। सो हामी चाहिँ आज एयरपोर्टमा उहाँलाई छोड्नुको लागि जानेछौँ। पुरा परिवार लिएर जाँदैछौँ। हाम्रो ठुलो बाबाहरू त हुनुहुन्न, दमकमा हुनुहुन्छ है, उहाँकै घरमा हुनुहुन्छ। तर यहाँ भएको मान्छेहरू चाहिँ सबैजना जाने, जस्तै कि मेरो मम्मी दिदी दिदी त अफकोर्स जाने, यता ठुलो मम्मी जस्तो दिदीको मम्मी अफकोर्स। हेलो दुईजना मान्छे खै, यता एकजना अनि एकजना यता धन्दा गर्दै। क्यामेराम्यान फोकस गरौ। अब छिटो छिटो रेडी भएर हामी पनि जान आँटेको। 8 बजीको फ्लाइट छ अरे, तर फेरि अहिले नि रेडी भएर हामी चाहिँ जान आँटेको कि। म चाहिँ हेर्नु फेरि टिकटकमा त्यहाँनिर मैले चाहिँ भिडियो रेकर्ड गर्दैछु, किनभने अब के गर्ने, नर्मल क्यामेरामा त मेरो राम्रै आउँदैन थुप्रो। इधर आऊ बहन, किधर छ रे यो। अनि हाम्रो लास्ट पर्सन चाहिँ म मस्करा धोएर आएको क्या, भरे रुनुपर्छ भनेर। भरे रुको बेलामा चाहिँ पुरा मस्करा यत्तिकै आइदिएको अरे क्या। ओके सो म के गर्न आँटेको थिएँ, मलाई कसरी भनिदियो न यार। के भन्छ यो दिदीले? हेर्नु यस्तो भइरहेछ अहिले। तिमीलाई नि बाबाले 10 रुपियाँ दिनु भएको थियो होइन र? मलाई थाहा छैन है। उयो के रे उको के भन्छ उसको के 10 रुपियाँ छ त मसँग। उयो डलर पाउन्ड के ए छ, देऊ न दिदीलाई पठाउनु। दिदीलाई लास्ट दिदी पठाउनु छैन गाइज। सो म रेडी भएपछि त्यहाँनिर फेरि कन्टिन्यू गरौँ न। सो गाइज अब चाहिँ हेर्नु रात परिसकेको छ अनि भाइहरू बहिनीहरू त्यहाँनिर खेल्दैछ, ब्याकग्राउन्डमा देख्नुभयो। लेट्स गो इनसाइड। अब डिपार्चर हुने बेला गर्नुहुन्छु। टिका लगाएर हामी दिदीहरू मेरो दिदीलाई टिका लगाइदिनु हुँदैछ। हेर्नु यो भ्लग चाहिँ मैले एन्जल राईबाट इन्सपायर्ड भएर भएको नि। एन्जल राईको बिग फ्यान, बिग त होइन तर फ्यान चाहिँ हो। फ्यान त हो नि त। अब यहाँनिर टिका लगाउने कार्यक्रम हुँदैछ। सो गाइज यहाँनिर चाहिँ टिकाको कार्यक्रमहरू भयो है। सो हामीहरू चाहिँ अहिले यता गइराखौँ। सो उता चाहिँ रेडी भइसक्नु भएको। म चाहिँ यहाँनिर अब चिम्टी खोज्दैछु। मेरो मुख के भएको अहिले। सो अहिले चाहिँ म चिम्टी खोज्दैछु है। गाह्रो छ क्या जिन्दगी, बुझ्नु न। थोरै भयो नि, माया लाग्छ क्या आफ्नो। हेत्तेरिका होइन, कहाँ राखेँ मैले चिम्टी? पर्खिनु म चिम्टी खोजेपछि भन्छु। भेटेँ भने अफकोर्स। अब म तपाईँहरूलाई एकैचोटि एयरपोर्टमा भेट्छु ल। सरी गाइस। सो हामीहरू एयरपोर्टमा आइसकेको छौँ कि, तर यहाँनिर ओभर हल्ला चल्दैछ अनि हाम्रो टोली चाहिँ यता छ अनि मेरो मम चाहिँ खै कहाँ जानुभएको छ कोनि। तर लेट्स वेट है गाइस। सो यता चाहिँ धेरै हल्ला छ है, तर नि म रेकर्ड गर्नु खोज्दैछु। अनि यहाँनिर चाहिँ हामीहरू लाइक यो गेटभित्र छिरेको छौँ। मैले चाहिँ मेरो आवाज सुनिँदैन होला कि अहिले राम्ररी, किनभने ओभर हल्ला छ नि त है यहाँनिर। फरेनर्स me being excited for literally like no reasons, like Aisha. Sachi, by the way, I don't think म रुन्छु होला
किनभने आई मिन किन रुनु लाइक ह्याप्पी हुनुपर्ने क्या दिदीको लागि त अब अहिले चाहिँ मेरो आउटफिट चाहिँ यस्तो छ है सो डोन्ट माइन्ड मी यहाँनिर चाहिँ यता चाहिँ गाइड्सहरू हुनुहुन्छ यता चाहिँ कमेडी पनि चल्दैछ है फेरि गाइज पर्खिनु ल म फेरि कन्टिन्यू गर्छु होला क्या यहाँनिर के चल्दैछ पनि मलाई थाहा छैन हाम्रो मम्मीहरू पछाडि आउनु हुँदैछ है अहिले चाहिँ ए अगाडि पुगेको ए सरी हाम्रो मम्मी चाहिँ अगाडि हुनुहुँदो रहेछ है अहिले चाहिँ म पछाडि रहेछु सो हामी चाहिँ हिँड्दैछौँ मलाई थाहा छैन कहाँ हिँड्दैछौँ तर नि हामीहरू हिँड्दैछौँ मलाई लाग्छ चेक इनमा जाँदैछौँ मलाई थाहा छैन कहाँ जाँदैछौँ सो डोन्ट माइन्ड मी है मलाई लाग्छ हामीहरू डिपार्चर गर्न आँटिसक्यौँ सो पर्खिनु हामीहरू म कन्टिन्यू भन्नु होला पर्खिनु सो यहाँनिर चाहिँ जान आँट्नु भएको छ यस्तो छ यहाँ यता अर्कै चल्दैछ केही मेरो बडी अर्कै चल्दैछ केही यता सबैजना रुँदै होला मलाई के थाहा म त खुसी छु किनभने हाम्रो दिदी अब बाहिर जानुहुन्छ नि त उहाँको राम्रो लाइफ हुन्छ सो म उहाँको लागि खुसी छु क्या सब होमी यहाँ चाहिँ फोटो सेसन चल्दैछ है हाम्रो क्यामेराम्यान फोकस गरो कति धेरै क्राउड छ यहाँनिर हामी दुईजना यहाँ भरे केक खान आँटेको है कति राम्रै देखेको लाइटिङ खड्का छ नि त यहाँको यु नो वाट आई मिन थाहा छैन भने भन्नु होला अफकोर्स म एक्सप्लेन गर्नुको लागि भेरी छु नेपालीमा मलाई राम्ररी भन्नु आउँदैन सो म इङ्ग्लिस आदि हाल्दैछु है ओ माई गड लुक एट द क्राउड इमोसनल ड्यामेज म रुँदिनँ मलाई थाहा छ कि चाहिँ म रुँदिनँ भनेर अरू कुरा त हामीहरू हेर्नु होला ओभर क्राउड साथी मैले चिप्ने नै पाएन र मैले लभरले बानिरहेको छु यार कस्तो भरे एडिट हाल्नु छ मैले अघि होइन लिप बाम लगाएको थिएँ है त्यसको माथि मैले लिपस्टिक लगाएर गरिरहेको छु के गर्नु अब आफूसँग राम्रो उठै छैन पिङ्क कलरको चाहिएको जस्तो केही कुरा छैन आफूसँग कसैलाई चाहिएको हुन्छ नि त्यो कुरा चाहिँ अरूसँग हुँदैन आई मिन हामीसँग हुँदैन क्या जे चाहिन्छ त्यो हुँदैन यहाँ रुन आँट्यो हेरौँ ल मलाई अल्छी लाग्यो घर गएर के खानु पाइन्छ तर होमवर्क नि गर्नुपर्छ छा भोलि थर्सडे जस्तो मलाई म्याथको गर्नुपर्छ अब होमवर्क घर गएर न त म गरिदिनु थिएँ नि हेर्नु है मेरो मम्मीलाई भन्नु नपाएँ है फेरि सेल्फी हान्दै हुनुहुन्छ यता यता रुको त रुवा नभन न यहाँ त्यही त यता ह्याप्पी भयो नि त म कसरी छिर्नु म लड्छु हौ यता म त ढलिसकेँ क्या भने तर यहाँबाट छोड्नु पर्ने होला फरेनर्स सो मलाई हाई भन्नु छ तर कस्तो अजिब लाग्छ नि त है कति बजे हेर त 20:34 9 बजे छ 10:11 कहाँको लाग्यो ओ माई गड कति धेरै फरेनर्सहरू छ यार लाइक उता पर एकजना उता पर धेरै छ क्या यतानिर एहे आई फिल सो लकी बट लाइक मलाई केही भन्ने आउँदैन सो हाम्रो दिदी चाहिँ त्यहाँ पर हुनुहुँदो रहेछ है ए सो अब दिदी चाहिँ छिर्नाट भइसक्यो यहीँबाट छिराउने रहेछ नजिकै अनि खोइ कता हुनुहुन्छ अब दिदीलाई त्यहाँ पर हुनुहुँदो रहेछ है सो फाइनली सकियो दिदी नि जानुभयो है अब चाहिँ म रुइनँ पनि अफकोर्स सो
अब चाहिँ थ्याङ्क्स फर वाचिङ है प्लिज लाइक एन्ड सपोर्ट बाई बाई लभ यु अल सी या इन द नेक्स्ट भिडियो ओके